सपना देख्ने आँखा धेरैसँग हुन्छ, तर त्यो सपना पूरा गर्ने हिम्मत थोरैसँग मात्र हुन्छ। आज हामी यस भिडियोमा जिन्दगी परिवर्तन गर्ने 10 त्यस्तो नेपाली भनाइहरूको बारेमा चर्चा गर्नेछौँ, जसले तपाईको मन छुनेछ र जीवन बदल्नेछ। कृपया भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। भिडियो मन पर्यो भने लाइक, शेयर र यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। नम्बर 1, जहाँ इच्छा हुन्छ त्यहाँ बाटो पनि हुन्छ। यानी जहाँ तपाईको इच्छा बलियो हुन्छ त्यहाँ हजारौं कठिनाइहरूको बीचबाट पनि बाटो बन्छ। असफलता होइन, दृढ संकल्प नै सफलताको रहस्य हो। सपना देख्नुस् र कहिले हार नमान्नुस्, निरन्तर अघि बढिरहनुस्। नम्बर 2, सपना देख्नेहरू धेरै हुन्छन्, तर देखेको सपना पूरा गर्नेहरू थोरै। किनकि सपना देख्नु सजिलो छ, तर त्यो देखेको सपना पूरा गर्न दिनरात मेहनत गर्नुपर्छ। नम्बर 3, असफलता भनेको सफलतातर्फको पहिलो पाइला हो। किनकि हरेक असफलताले मानिसलाई अझ बलियो बनाउँछ, दृढ संकल्पवान बनाउँछ। त्यसैले असफलतामा हार नमान्नुस्। असफलता भनेको केवल नयाँ सुरुवात हो। नम्बर 4, आफ्नो मेहनतमा विश्वास गरे भाग्य आफै परिवर्तन हुन्छ। कुनै चमत्कारको अपेक्षा गर्नुभन्दा आजको कर्ममा ध्यान दिनु ठुलो कुरा हो। किनकि आजको पसिना नै भोलिको सफलता हो। जुन दिन तपाई आफूमा विश्वास गर्नुहुन्छ त्यो दिन भाग्य पनि तपाईको साथी बन्नेछ। नम्बर 5, जो आफैलाई जित्छ उनै साँचो विजेता हो। बाहिरी संसार जित्नु ठुलो कुरा होइन। बाहिरी संसार त छल कपटले पनि जित्छ, तर आफूभित्रको डर, स्वार्थ र कमजोरीलाई जित्नु नै सबैभन्दा ठुलो जित हो। तपाई आफ्नै मनलाई जित्नुस्, संसार आफै जितिन्छ। नम्बर 6, समय सबैभन्दा ठुलो शिक्षक हो। यहाँ समयले हामीलाई कहिले झुटो पाठ सिकाउँदैन। धैर्य गर्नुस्, समयसित सिक्न तयार हुनुस्। समयले सधैँ तपाईलाई जीवनका साँचो रहस्यहरू सिकाउनेछ। नम्बर 7, आशा नै जीवनको साँचो ऊर्जा हो। जब जीवनमा सब कुरा बिग्रन्छ त्यो बेला पनि मनमा आशा बाँकी हुन्छ। जब आशा बाँकी हुन्छ तब यात्रा जारी रहन्छ। अनि जसले सब कुरा बिग्रदा पनि आशा बोकेर अगाडि बढ्छ उसले अन्धकारमा पनि उज्यालो देख्छ, अन्धकारमा पनि बाटो पाउँछ। नम्बर 8, सपना साकार पार्न पहिला आफूमा विश्वास गर्नुपर्छ। अरूले तपाईलाई नहेरे पनि केही फरक पर्दैन, तर तपाई आफैले आफूमा विश्वास नगरे त्यो सपना सधैँ अधुरै रहनेछ। सबैभन्दा पहिले आफैमा अडान राख्नुस् र सत्कर्मका साथ अघि बढ्नुस्। सफलता त्यति धेरै टाढो छैन। नम्बर 9, दुःख बिना सुखको मजा हुँदैन। बिना दुखाइ मिठो मिठास कहाँ हुन्छ र? जीवनका सङ्घर्षहरूले नै साँचो सुखको महत्त्व सिकाउँछ। दुःखलाई पनि प्रेम गर्न सिक्नुस्। जीवनमा पीडाहरू आफै कम हुनेछ। नम्बर 10, जसले कहिले हार मान्दैन आखिर उसैले जित्छ। अन्तिमसम्म लड्न सक्नेहरू अन्ततः सफल हुन्छन्। हार नमान्नुस्, यात्रा जारी राख्नुस्। सफलता तपाईकै पोल्टामा हुनेछ। धन्यवाद। आशा छ यी 10 प्रेरणादायी भनाइहरूले तपाईको मनमा ऊर्जा, प्रेरणा र उत्साह दिएको छ। यदि भिडियो मन पर्यो भने लाइक, शेयर र यस्तै जानकारीमूलक भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। शुभ दिन, शुभरात्रि।